अब हामी पनि यस्तै टोपी किन्न आएको खासमा हैन यस्तै हामी यहाँ किन आएको रे खोइ भोटे टोपी कस्तो भोटी टोपी भने चाहिँ कस्तो त्यही हो कि खोइ के छ न भोटे टोपी ल खासमा यस्तै टोपीहरू यो ठाउँमा चाहिँ पाइँदो रहेछ हैन अहिले म देखाइहाल्छु यो चाहिँ अरब ब्याङ्क अपोजिटको सानो बिग मार्ट अनि ट्याक्क अपोजिट यहाँ चाहिँ टोपी किन्न गएको होइन आएको अनि यहाँ यस्तो पाइँदो रहेछ बेबीहरूको नि पाउँदो रहेछ टन्नै मैले अस्तिदेखि खोजिरहेको थिएँ अघि नै मैले लिइसकेँ दिस काइन्ड अफ यसलाई के भन्छ शेर्पा टोपी म त शेर्पा होइन त अनि म त शेर्पा होइन लानु नलगे नै हुन्छ होला ल यसको कति हो भन्नु त एकचोटि प्राइस कति रे प्राइस 1450 ओ यार यसो हेर्दाखेरि त हैसियत छैन जस्तो लाग्यो दाइ टोपी किन्ने हैसियत छैन यार त ल ठिक छ मैले अघि नै भनिसकेँ खासमा चाहिँ ल ठिक छ अब यो टोपी मैले अस्तिदेखि खोजेँ हो खासमा नपाएर थलीमा नि खोजेको केटाहरूले यो पसलमा छ भनेर भनेको थियो तर गएको मैले त्यहाँ पाएन यहाँ पाएँ यु क्यान अल्सो कम हियर गर्ल्सको एक्सेसरिज चाहिँ कति धेरै हो यार बोइजको पनि यस्तै हुनुपर्ने बोइजको पनि यस्तै एक्सेसरिजहरू हुनुपर्ने छैन रहेछ किन बोइजको चाहिँ किन नराख्नु भएको ल ठिक छ किनिसकेँ मैले अघि नै होइन यस अब एकचोटि लाएर हेरौँ न यहाँ राख्नु मिल्छ है लाएर हेर्छौँ एकचोटि ल अन्त दाइ अन्त तामाङले शेर्पा टोपी लगायो है म जतिकै ह्यान्डसम को होला अब होइन भेडा चढाउन चाहिँ कहिले जाने त भेडा चढाउनु नजाने भेडा चढाउनु पैसा अस्ति सकाएर आइसक्यो बाउ के हो 2 मिनट आयो चाहिँ तिमीले चलिनै रहन्छ 2.7 ए पैसा मरु दुईटा हात्ती जान्छ यार ल ओ म्यान अल त गएको मात्र छ कहिले आउने हो केटा बिन गरिब नाउडेज गिफ्ट पनि लिने हो कि अनि गिफ्ट यहाँ लग्यो मैले थ्याङ्क यू राम्रो प्याकिङ भएर आउँदो रहेछ ल जाउँ हस् थ्याङ्क यू हाम्रो सपिङ सक्यो यहाँ यार सपिङ सक्यो बाई बाई दिस पसल पसल खोज्दै हिँडेछ किन हिँडे हो थाहा छैन हेर्दै पसल खोज्दै हिँडेछ अब यो के अरे जोलपाटी एरिया हो क्राउड अफ पिपल इज टु मच होइन मान्छेहरू धेरै गाडी बाटो जाम भइसक्यो कि मान्छे अड्किसक्यो मान्छे अड्कियो भन्दै हिँड्यो हो कतिवटा कहाँ हिँड्नु यार जिम अब खोजेको सामान पाउँदैन यार के गर्नु यस्तो यत्रो ठुलो बजार भएर के गर्नु होइन जोलपाटी बजार सामान पाइँदैन त क्या गर्नु घर जाऊ यस्तो अरे पसल भएर के गर्नु पसलमा पाउने चिज पाइने सामान नपाएपछि कसले के गर्नु है त्यस्तो हालत गर्नु परेको छ नथिङ इज हियर
संसारभरि खोज्दा खोज्दा फेरि यहाँ बल्ल बल्ल भेटिन्छ। बाबुलुको लगाएर आयो यो दिदीकोमा आउनु होला केही चाहियो भने सबै हालेछु सानो बजार त भाइ जबी त्यही चाहिँ आउनुहोस् अहिले हात सिधा भएर बस्नु नि अब यहाँ त छैन त्यहाँ चाहिँ ठिक छ गजब तपाईँ त्यत्रो पातलो लुगालाई 3 हात्ती लाग्यो त्यस्तो लुगालाई 3 हात्ती लाग्यो हस् तपाईँले यस्तो महँगो भन्नु म आउँदिनँ हस् थ्याङ्क यू तपाईँलाई कस्ट मैले जुन सोचेको थिएँ नि होइन त्योभन्दा एकदम हाई रहेछ